समस्याग्रस्त सहकारीले ऋण लिएर नतिर्नेको जग्गा जमिन पनि र जसले सहकारीमा हिनामिना गरेछ र बचत जम्मा गर्नेहरूलाई ठगेको छ, ती सञ्चालकदेखि लिएर त्यो सहकारीको सम्पूर्ण जमिन चाहिँ हाम्रो नियन्त्रणमा आएका अथवा हामीले समस्याग्रस्त घोषणा गरेका ती सहकारीहरूको हामीले रोक्का राखेका छौँ, छानबिन गरेका छौँ। त्यसलाई विभिन्न प्रक्रियाको थालनी गरेर त्यसबाट असुल उपर गर्ने र फिर्ता गर्ने काम पनि गरिरहेका छौँ। क्रमशः फिर्ताको क्रम जारी नै छ। मैले अघिल्लो पटक पनि बोलिसकेको थिएँ, म यहाँहरूलाई यो भन्न चाहन्छु। र हामीले भर्खरै विषयगत समितिको बैठक कोशीमा बसेका थियौँ। 7 प्रदेशको सहकारी मन्त्री, सहकारी सचिव, भूमि मन्त्री, भूमि सचिवको बैठक पनि बसेका थियौँ। सहकारीमा देखिएका समस्याहरू समाधान गर्न अहिले बनेका ऐन कानुनहरूमा आधारित रहेर कसरी जान सकिन्छ भनेर एउटा टुङ्गोमा पनि पुगेका छौँ। र हामीले पहिले पनि निर्देशन गरेका थियौँ। अहिले कोपोमिसको कुरा पनि आएको थियो। यो अहिले अनिवार्य रूपमा सहकारीहरू कोपोमिसमा आबद्ध हुनुपर्छ भन्ने कुरा पहिल्यै छलफल गरेका थियौँ र अस्ति निर्णय पनि गरिसकेका छौँ।